हेलो सेवारो सबैजनालाई अहिले भने चाहिँ हामी वृन्दावन रिसोर्टमा आएका छौँ र हामी पाक्योङदेखि हुँदै रोराथाङदेखि हुँदै रिनोक पेट्रोल पम्पसम्म आयौँ र रिनोक पेट्रोल पम्पदेखि वेस्ट बेंगाल कालिम्पोङ पस्ने रोड पस्यौँ र पेट्रोल पम्पदेखि यो लोकेसनमा आइपुग्नु लागि 20 या 25 मिनेट जस्तो लाग्ने रहेछ र रोडकै तल्लोपट्टि तपाईहरुले यो लोकेसन पाउनुहुनेछ र त्यसको अपोजिट साइडमा तपाईहरुले सानो मन्दिर पनि देख्नुहुनेछ। यो लोकेसनको बारेमा भन्नु पर्दाखेरि यो रिसोर्ट भर्खरै इनोगुरेट भएको रहेछ र एकदमै शान्ति अनि खोलाको छेउमा परेको रहेछ र यो लोकेसनमा आउनु भएने तपाईहरुले स्विमिङ गर्नको लागि स्विमिङ पुल पनि पाउनुहुनेछ र साथै ड्रेसिङ चेन्जिङ रुमहरु पनि पाउनुहुनेछ। साथै तपाईहरुले बस्नु भयो भने बस्नुको लागि रुमहरु पनि बुक हुनेछ। साथै हावा घरमाथि बसिकिन मजाले चिया खाइकिन भ्यूहरु हेर्दै मजा लिन सक्नुहुनेछ। र अहिले भने चाहिँ हामी डान्स रिल्स बनाइसकिन रेस्टुरेन्ट भित्र जाँदै छौं र यो चाहिँ हो रेस्टुरेन्टको बाल्कनी। यहाँ बाहिर बसिकिन तपाईहरुले अर्डर लिन पनि सक्नुहुनेछ र एकदमै सफा अनि राम्रो पनि रहेछ। यहाँनिर हामीले कफी अनि स्न्याक्सहरु अर्डर गरिकिन इन्जोय गर्न हामी प्योर भेज हुनुको कारणले हामीले एक दुईवटा नयाँ भेज आइटम पनि अर्डर गरिकिन ट्राई गर्यौं र एकदमै फ्रेश अनि मिठो पनि पाइँदो रहेछ र यहाँनिर इन्जोय गर्नको लागि धेरै जग्गाबाट पनि मान्छेहरु आउनुहुने रहेछ र भेज अनि नन भेज साथै ड्रिंक्सहरु पनि तपाईहरुले इन्जोय गर्न सक्नुहुने रहेछ। र तपाईहरु पनि यस सिक्किम भित्रबाट पर्नुहुन्छ भने एकदमै नजिक पर्ने रहेछ। होलिडेजतिर चिलआउट गर्नको लागि इन्जोय गर्नको लागि र साथै रिल्सहरु बनाउनको लागि पनि एकदमै राम्रो लोकेसन रहेछ र तपाईहरु पनि आउन सक्नुहुनेछ इन्जोय गर्न सक्नुहुनेछ। यसको बाहिर तपाईहरुले कार पार्किङको लागि स्पेस एकदमै ठूलो पाउनुहुनेछ र यस्तै राम्रो नयाँ जग्गाको भिडियोहरु लाउने गर्नेछु। मेरो भिडियोलाई सपोर्ट गरिदिनुस् होला, लाइक अनि शेयर अनि सब्स्क्राइब पनि गरिदिनुस् होला। बाइ बाइ, फेरि पनि भेटौँ यस्तै रमाइलो नयाँ भिडियोमा।